म चाहिँ इक्जाम दिन हिँडेँ आज चाहिँ ढिलो भएन मलाई म छिटो भएको आज चाहिँ 2 दिन ग्याप थियो मेरो बोर्ड इक्जामको तर पनि म पढ्न पाइनँ बिरामी भएर आज चाहिँ मेरो लास्ट दिन हो मतलब लास्ट बोर्ड इक्जाम हो इन्ड्राइभ त्यहाँ कुरेर बसेँ जस्तो लाग्यो म गएँ बाई 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 ऊ चाहिँ मेरो साथी स्वस्तिका हामी चाहिँ इक्जाममा अगाडि पछाडि पढ्छौँ तर धेरै पढ्दैनौँ इन्टरनलमा चाहिँ अगाडि पछाडि नै भइन्छ बोर्डमा चाहिँ पढिन्न काटिन्छ कि बिचबाट हामी दिँदैन पछाडिबाट हाम्रो इक्जाम भयो भर्खर भ्याइयो कस्तो भयो हेलो यस्तो दोस्तै इक्जाम नि त्यो के हुन्छ नि के आउन सबै आउँछ तर लेख्न नआउने के त्यो दिमागमा चाहिँ आउँछ तर लेखेर नआउने अब है आमा लेख्दा लेख्दा हातै दुखिसक्यो मेरो त सुन्नियो पुरै त मेरो फोका उठाए यता जे पाइ लेख्न चाहिँ सबै तर एउटा एटेम्प पनि थाहा भएन ल साथीहरू इक्जाम जस्तो भयो नि भ्याइयो भने खुसीमा त हुनुहुन्छ नि एकदमै खुसी आजबाट हाम्रो थर्ड सेमिस्टर त भ्याइयो नि त आजबाट हाम्रो थर्ड सेमिस्टर त भ्याइयो नि त फोर्थमा अब हामी फोर्थमा चाहिँ हामीले थेसिस लेख्न पर्छ गाइज हामी कहाँ जान लाग्यो माथि कुन जान लाग्यो यहाँ चाहिँ सिट चाहिँ अब 3 जनाको मात्र अटी भएर म चाहिँ मजा खानु बस्दैछु माथि कुन जान लाग्यो स्टार्ट भयो ल बल्ल स्टार्ट भयो Hello, welcome to Samitako vlog. We are at Majikuna right now and we have just completed our third semester exam, master's exam, okay? And we are celebrating today that our exam is over now and we are very energetic to have our Majikuna special grill feast. So please bear with us and enjoy our video, enjoy our vlog. Okay, bye bye. अहिलेलाई bye bye. तपाईं भ्यू हेर्नुस् कस्तो दामी देखियो म अहिले तल गएर राम्रोसँग भ्यू देखाउँछु बाई बाई म एकदम भोक लाग्यो बिहानै हो खाना आएको यो मेरो पछाडि ग्रिनरी देख्न सक्नुहुन्छ तपाईले कस्तो राम्रो देखिया प्लिज इग्नोर माई डबल चिन ब्लगरहरु स्टार्टिङ ब्लग हो कि मेरो वार्ती सबैलाई भुत चढ्छ भनेको के अनि सेलाउँछ फेरि सबै बेला बेला भुत चढ्छ अनि सेलाउँछ त्यतिकै भुत त चढ्नै पर्यो गाइज हाम्रो पहिला सुरुमा के रे चाउचाउ साधेको है कस्तो छ भन्नुस् त भोक मिठो हो हेर्नु भन्छ उहाँले इन्डाइरेक्टली भन्न खोज्नुभयो कि यहाँ कोकको बोतल म ठिक्कै के पत्तल भएर हसाए जति बोतल ठिक्कै के म ल त ल अब बाल्ने मसाला नि ढ्याप्ला अब गाइस यो खानु बेलासम्म कति मिटर पइसक्यो म 2 दिन फुड पोइजनिङ भएर सिकिस्तै भएर बसेको मान्छे को खादैछु है अबछले के फोटो खिचेका हामी त गथ्यौं नि गाइस हातले खाएको है चम्चाको कमी भएर यहाँ चम्चा लिएर आइदिनु भएन त्यही भएर तर यो चाहिँ चिकन मोमो पनि हैन बफ मोमो पनि हैन के मोमो पनि हैन यो चाहिँ के हो भन्नुस् त फिश मोमो यो फिश मोमो है मैले जिन्दगीमा फर्स्ट टाइम फिश मोमो खादै छु साथीहरु चाहिँ गफ हान्दै है यो चिकन मोमो हो हामीले पाउ इनाले भनेको म फिश मोमो भनेर अनि म पत्तै राख्यो फेरि हाम्रो माछा पनि आइसक्यो तर यहाँ कसैले नि खाएनन् कि त्यही भएर मलाई फोड्नै झ्याउला ल पहिला आरतीले फोड्छ राम्रोसँग टेक्निक कस्तो राम्रोसँग कसरी मतलब कुन तरिकाले फोड्ने यो तरिका जान्न पर्यो नि त हामीले पनि यसरी काट्ने सही हो यसरी यसरी छुटाउने यो हतारमा बनाएर छ के एकदमै तर डढेको देख्दिन मैले अल्छम हेर्नुस् गाइस माछाहरु माछा उ त्यो माछाहरु भनेर आफ्नो माछा नि मेरो माछा चाहिँ हल्का डढेछ हल्का डढेछ हामीले चाहिँ अलिकति छिटो गरिदिनुहोस् भनेर चाहिँ अलिकति डढेछ कि कति भाडा कागज मारेको त कागजले मज्जाले पानीको छिटा हुन्छ पानीको छिटा ए आरतीले कागती निचालेको छिटा हेरेर म पानी परेर ब्लगरहरु त्यस्तै हुन्छ भुट चढेको के
आरतीको होइन लुक्नु म आरतीले भनेरै सुरु गरेको मैले मेरो भूत हराएको दाइ मतिर आएको चढोस् भनेको हाम्रो नेचर हार्मनीले भिडियो गर्दै हुनुहुन्छ है कस्तो दामी भ्यू गड बाबा तिमी नेपालतिर बाहिर आउनु पर्यो भन्दै कमाउँदै दिन चाहिँ अब यतिमै गरौँ इक्जाम नि भयो रमाइलो नि भयो त्यही हो माछा खाएर धेरै खर भएर समिताको भ्लग मेरो भ्लग नि भयो सक्छ है फेरि आउँदैन मेरो कहीँ कहीँ घुम्न गयो भने मात्र आउँछ। होइन कि अहिले घर गएपछि नि ए बनाउन सक्छौ होइन म बनाउँदिनँ ल ल बाई बाई ल तपाईँ नि बाई बाई भन्नु बाई बाई See you in another vlog. बाई बाई